आज सुदन गुरुङ शक्तिशाली सरकारको शक्तिशाली गृहमन्त्री बनेको कुरा कतिपयलाई पत्यार नै लागेको छैन। धेरैले त सुदन गुरुङ जस्ता अपरिपक्व व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना मात्रै गरेका छैनन्, बालेन सरकारको मन्त्री छनौटलाई लिएर व्यङ्ग्य पनि गरेका छन्। रवि लामिछानेले डीपी अर्याललाई गृहमन्त्री बनाउन खोजेका थिए, तर बालेन शाहले अन्तिम समयसम्म सुदन गुरुङको अडान नछोडेपछि बालेनसँग अन्तत रवि लामिछानेले कम्प्रोमाइज गरे र सुदन गुरुङ गृहमन्त्री बन्न सफल भए। तर भदौ 23 आसपासका सुदन गुरुङ र अहिलेको सुदन गुरुङमा आकाश पाताल बदलाव आइसकेको देखिन्छ। त्यो बेला संविधान फाल्दिउँ कि राखौं भनेर सोचिरहेको छु भन्ने सुदन गुरुङ आज गृहमन्त्री बनेर सिंहदरबार प्रवेश गर्दै गर्दा केही परिपक्व देखिए। के कालिदास सुध्रिएर वाल्मीकि बने जस्तै सुदन गुरुङ सुध्रिएर नेता बनेका हुन्? आज शपथ लिएपछि पदभारका लागि सिंहदरबारमा पुग्दा उनी आफैले गाडी चलाइरहेका थिए। फर्केर मन्त्री परिषद बैठकमा जाँदा पनि आफ्नै निजी कारमा आफैले ड्राइभ गरेर गए। मन्त्रालय पुग्दा जेनजी शहीदका परिवारसँग अङ्कलमाल गरेर रुवाबासी गरे। पदभार ग्रहण गरेर मन्त्रालयमा ब्रिफिङ पनि दिए। सुरुमै उनले शहीदहरूलाई सम्झिँदै मौन धारण गराए। जेनजी आन्दोलनको रगतबाट जन्मिएको जनाधिकार सहितको सरकारमा गृहमन्त्री बनेका सुदनले सुरुमै शहीदलाई सम्मान व्यक्त गरेकोमा धेरैले खुसी व्यक्त गरे। ब्रिफिङको क्रममा गृहमन्त्री गुरुङले 1 रुपैयाँ घुसको गन्ध आउन नहुने भन्दै कर्मचारी र सुरक्षा प्रशासनलाई सतर्क गराएका छन्। भ्रष्टाचार अन्त्य गर्नु सरकारको मूल दायित्व भएको बताउँदै त्यसतर्फ केन्द्रित बन्न कर्मचारी र सुरक्षा प्रशासनलाई निर्देशन दिएका छन्। There will be no tolerance to corruption. Zero tolerance. कसैले पनि तपाईलाई कुनै तरिकाको घुस माग्छ भने प्रहरीका भन्नु होला, हामी त्यही अनुसारमा प्लानिङ बनाउँछौँ, त्यही अनुसारमा कार्यक्रम बनाउँछौँ र यो कम्युनिकेसनको च्यानल फास्ट हुने प्रविधि हामी तयार गर्छौँ र तपाईँहरूको गुनासो सिधै हाम्रो मन्त्रालयमा आएर पनि हामी त्यस्तो खालको प्रविधिको हामी विकास गर्छौँ, जसले गर्दा चाहिँ हजुरलाई आफ्नो दुःख हामीलाई सुनाउन सजिलो होस्। आज सुदन गुरुङले गृहमन्त्रीको पदभार ग्रहण गरेसँगै उनका जिम्मेवारीहरू स्पष्ट र चुनौतीपूर्ण देखिन्छन्। अब गृह मन्त्रालय देशको आन्तरिक सुरक्षा, कानुनको पालन, शान्ति व्यवस्था र जनजीवनको सुरक्षाका लागि केन्द्रित निकाय हो। यस मन्त्रालय अन्तर्गत प्रहरी प्रशासन, सशस्त्र प्रहरी बल, आपतकालीन व्यवस्थापन, सीमा सुरक्षा र नागरिक सुरक्षा सम्बन्धी नीति सञ्चालन हुन्छन्। कुनै पनि सरकारले आफ्नो शक्ति र स्थायित्वको मापन गृहमन्त्रीको कार्यक्षमताबाट हुन्छ भन्ने सामान्य मान्यता रहेको छ।